आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिनमा म आफ्नो मिनी ब्लगमा सम्पूर्णलाई स्वागत गर्दछु। र आज हामी चाहिँ बिहानै उठे र उठे पश्चात रुमहरूको सरसफाइ गरे र सामानहरूलाई पनि मिलाएर राखे। त्यसपछि हामी चाहिँ केटलीमा तातो पानी गरेर नुहाए र नुहाए पश्चात दाजुले पूजा गर्नुभयो सरस्वती माताको, सूर्य भगवानको। र त्यसपछि म पनि अगरबत्ती बालेर सरस्वती माताको फोटोहरूको पूजा गरेँ, बुकहरूको पूजा गरेँ र सूर्य भगवानका पूजा पनि गरेँ। अब हामीहरू नजिकैको विद्यालयमा पूजा गर्न र प्रसाद खान गइराखेका छौँ। र पहाडमा भएको यो दृश्य पनि कति मनमोहक रहेको। विद्यालयमा पुग्दा त्यहाँ सबै विद्यार्थी भाइ बहिनीहरूले पूजा गरिसकेका थिए, तर पनि म चाहिँ अगरबत्ती बालेर सरस्वती माताको प्रार्थना गरेँ, आरती गरेँ र हामी पनि चनन टीका त्यहाँ गर्यो। विद्यालयका सरहरूले हामीहरूलाई रिस्पेक्टली बसाउनु भयो र खानालाई प्रसाद पनि दिनुभयो। हामीहरू केही फोटो पनि खिचे, भिडियोहरू पनि बनायौँ र त्यसपछि विद्यार्थीहरूले पनि त्यहाँ प्रसाद खाँदै र पुरै पहाडहरूको बिचमा रमाउँदै गरेको थियो। म यहाँ के गर्दैछु, चिया खाँदै अनि प्रसादमा पनि एकदमै खाएँ, एकदमै स्वादिष्ट र मिठो पनि थियो। त्यसपछि खानालाई चावल र सब्जी दिनुभयो, एकदमै मिठो थियो। रुममा पनि खाना पकाएन थियो। छिटो हामीहरू खाएर त्यहाँबाट फर्क्ने बेलामा बाटोमा फोटो र भिडियोहरू पनि खिचेँ र मेरो भिडियो यही समाप्त हुन्छ। हजुरहरूलाई यो भिडियो राम्रो लागेमा लाइक र कमेन्ट गर्नुहोला र हामी फेरि भेटौँला अर्को भिडियोमा। हस्, धन्यवाद।